हेलो सबैजनालाई नमस्ते। आज मेरो छोरी र बुढीको बर्थडेमा सबैजनालाई आउनुभएको छ। सबैजना रमाइलो गर्दै हुनुहुन्छ। हाम्रो घरमा हो सबैजना रमाइलो गर्दै हुन्छ। कोही के काम गरिदिन्छ, कोही मोबाइल चलाउँदै बसिरहनु भएको छ, कोही बसिरहनु छ। सबैजना कतिखेर बर्थडे हुन्छ भनेर वेटिङमा बसिरहनु भएको छ। रमाइलो भएछ सबैजनालाई। हाम्रो कुकुर पनि सुतिरहेको छ, बिचमा बसिरहेको छ होइन। सबैजना भान्जी, रोशनी, बडा, सागर अङ्कल हाई गर्दै बसिरहेछ। हाम्रो सबैजना हुनुहुन्छ। हाम्रो बर्थडेको यता बसिरहेछ कुकुरसँग खेल्दै। हाम्रो बाउजूहरू हुनुहुन्छ सबैजना। कोही उभिरहनु भएको छ, कोही के गरिरहनु भएको छ। ठाउँ सानो भएर गाह्रो भएको छ। यस्तै छ सबैजना। कोही भित्र, कोही बाहिर, चप्पलले चप्पल। कोही माथि कोठामा बसिरहनु भएको छ। काका छोरीहरू सबैजना हुनुहुन्छ। सबैजना यता दाईहरू बसिरहनु भएको छ। पुरा माथिबाट बोलाएर मगाउनु दाईहरू हुनुहुन्छ, बाजेहरू हुनुहुन्छ। सबैजना खाना बनाउँदै हुनुहुन्छ। ल अब हामी केक सेक काट्न रेडी हुँदैछौँ। ल हाम्रो 8औं वर्षको नानीले अब केक सेक काट्न रेडी भयो। उहाँलाई अब झिलझिले बाल्नलाई रेडी गर्दैछु। सबैजना बर्थडेको लागि वेटिङ पर्खिरहनु भएको छ। झिलझिले बाल्नलाई टिका सिका लगाइदिइसक्नु। अब केक काट्नलाई रेडी भएर छ मेरो नानी। सबैले आएर सबैजना टिका लगाउँदै सबैले ढोक्दै बसिरहेछ। नानीहरू सबैजना बसेर राख्नु भएको छ। यता नानी पनि हुनुहुन्छ। छोरीहरू काट्दै रमाइलो गर्दै बसिरहेको छौँ। सबैजनाले आशीर्वाद दिनु होला। मेरो छोरीले राम्रोसँग पढ्नुहोस् भन्नुहोस् भनेर सबैजनाको आशीर्वाद लाग्नु होला। सबै हाम्रो छिमेकीहरू, दिदी, दाजु, भाउजू सबैजना आउनुभएको छ। रोशनीहरू रमाइलो गर्दै बस्ने हो। सबैजना बर्थडेमा आउनुभएको सबैजनाले नाकतिर सबैतिर दलियो, पनि खाइयो। सबैलाई केक बाँड्नको लागि एक एउटा पेपर रेडी गरिदिइराखेको भएको छ। मेरो बुढी पनि यता रेडी भएर आइरहेछ माथिदेखि होइन। सबैजना गफ गर्दै बस्नुभएको छ। मम्मी केक खाँदै बसिरहनु भएको छ। नमस्ते गर्दै हुन्छ हाम्रो भाउजूहरू। कपाल फोन कति लामो छ मेरो बुढीको त। हाम्रो लामो सर हुनुहुन्छ यता उनीहरू त फेरि हेलो हाई गर्दै बाहिर निस्किँदै हुनुहुन्छ। अब रेडी भयो कि भएन भनेर हेर्दै हुनुहुन्छ। भाउजू त्यही हेर्दै हुन्छ। मम्मी ओर्दुर कुदै हुनुहुन्छ। अब उनीहरू तर टेन्सन के अब कहाँ चियम खाएर कहाँ फालौँ भएर खोजेको हुनु त्यो होइन। पल्लो छेउमा लगाएर फ्याल्नु भनेको, पल्लो छेउमा लगाएर फ्याल्नुपर्छ। पुग्दै फ्याल्नु भएको, पुग्दै पनि भुइँ फ्याल्नु भयो। आस्ते अनि सबैजना बसिरहनु छ वेटिङमा। सबैजना मोबाइल हेर्दै बस्ने। यता मिसेस प्रिन्सेसहरू पुरा भिडियो बनाउने, टिकटक बनाउने, के बनाउने हो। टिका लगाइदिने, फोटो खिच्ने, सब यस्तै छ जिन्दगीमा। पोजमा फोटो खिच्नु पर्दैछ। रात टिका निदरमा टलक्क टल्कियो। टिका लियौँ लाउँ, टिकी लाऊ टिकी लाऊ। सबैले पालो गरी टिकी लाऊ। रमाइलो भयो बर्थडे जियोस्। अब म पनि त्यही छ, मेरो पालो पनि त्यही छ होइन। मलाई टिका सिका केही लाउन आउँदैन। ल यस्तै हो जिन्दगीमा, टिका लाउनु आउँदैन। एक दुई सफा टिक्ने, ट्याप्प लगाइदिने होइन। टिका लाउन आउँदैन। उता गर्मी भएर हम्किँदै बसिरहेछ भान्जीहरू। फेरि टिका एक थप्पा लगाइदिने बास। टिका लाउन आइदिँदैन।
पैसा सैसा पनि थिएन होइन कति त्यो टेन्सन अब के हो के खानु भन्दै दिँदैछ नानीले हतार लानु मैले च्याप्प समातेर गएँ फेरि अब आम्बक्स हाम्रो ठुलो जङ्गल केक सेक लिएर आउनुभयो टक्क एक गरी टिका सिका लगाएर अब टक्कसँग टिका ल्याइदिँदै हुनुहुन्छ सबैजना टिका लगाउनुभयो टिका लगाइदिनु भयो आशीर्वाद दिइदिनु भयो ठुलो जङ्गलले यस्तै छ जिन्दगी बर्थडे सड्डे भनेको मनाइरहनुपर्छ चलन चल्तीमा आएको रीतिरिवाज मान्नुपर्छ छोराछोरीहरूको इच्छा चाहना पुरा गरिदिनुपर्छ के गर्नु यस्तो छ जिन्दगी बर्थडे मनाउने हो रमाइलो गर्ने हो खुसी हो 2 दिनको जिन्दगी हाम्रो सौला साइला बढाउनु भयो साइला बढा ल ठुलो ल्याप दौलिदिनु भयो क्या अब बच्चा भन्दैछ साइला बढाउले नि टिका लगाइदिँदै हुनुहुन्छ हाम्रो सबैलाई ट्याप्प टाँसिदिँदै हुनुहुन्छ जिन्दगी यस्तै छ साइला बढाउले नि लगाइदिइसक्नु आँट्नुभयो टिका अब पालो गर्दै सबैजना लगाइदिँदै हुन्छ हेरौँ यस्तै छ बर्थडे भनेको मनाउनु पर्ने चिज यस्तै हो सबैलाई आशीर्वाद दिँदै हुनुहुन्छ पैसो दिँदै हुनुहुन्छ सानो रमाइलो फ्यामिली सानो तिनो बर्थडे गरेको अब यस्तै छ जिन्दगीमा हाम्रो निनीले लगाइदिँदै हुन्छ टिका सबैजनालाई मिली लगाइदिन्छ टिका ट्याप्प टाँसिदिँदै हुन्छ सबैजनालाई टिका साह्रो भएछ बुढीले मुस्ती दिएछ मेरो बुढीले पानी हालेर अब सबैलाई दक्षिणा दिँदै हुनुहुन्छ दक्षिणा ससिरा दिएर बस्नुभयो होइन सबैलाई केक सेक दलिदिँदै हुनुहुन्छ ल केक सेक दलिदिएर रमाइलो गर्नुभएको छ बर्थडेमा यस्तै छ पुगी नानीको खल्ती अरे उजर जस्तो छ फेरि हाम्रो काकी आउनु काकीले टिका लगाइदिँदै हुनुहुन्छ टिका लगाइदिनु सबैजना ट्याप्प रोशनी स्वामिका हेर्दैछ पछाडिबाट रमाइलो गर्दैछन् 2 जना पनि पछाडिबाट बडी पनि हुनुहुन्छ बडी पनि रमाइलो गरिदिँदै हुनुहुन्छ टिका लगाइदिनुहुन्छ अनि हाम्रो कञ्चन सर पनि आउनुभएको छ कञ्चन सर भाउजूहरू बडीहरू सबैजना पुरा हेर्दै बस्दै हुनुहुन्छ अनि दक्षिणा के कति दिने भन्दै सबैलाई छानबिन गरिदिनु हुन्छ नि त पुरा रमाइलो हुँदैछ भिडियो पनि बन्दैछ त ऊ केक काट्दै दिँदैछन् हाम्रो 2 जना स्टाफहरू राखिरहेको छ हामीले केक काट्दै दिनलाई पनि होइन पुरा खम्बा जस्तो बसिरहेको छ नि त स्वामीका पुरा पछाडि सेक्युरिटीहरू कतिको हुनु पऱ्यो क्या मान्छे भनेपछि यतिको सागर अङ्कल सागर अङ्कलले ट्याक्कसँग टिका लगाइदिनु भयो होइन अब भाउजू आउनु भाउजूले ट्याक्क टिका लगाइदिनु भयो कुसुम भाउजूले ट्याक्क टिका लगाइदिनु भयो आशीर्वाद दिनुभयो सबैजनालाई होइन त्यसपछि बडी आउनु बडीले टिका लगाइदिनु भयो सबैसँगले रमाइलोसँगले होइन कञ्चन आयो कञ्चनले टिका लगाइदियो सबैलाई बर्थडेमा रमाइलो गर्छ भाउजूले लगाइदिनु भयो सीता भाउजूले बहिनीले भान्जीले कमला आन्टीले सबैले टिका टक्क लगायो त्यसपछि हामी सबै अनुज दाइले पनि टिका लगाइदिनु ट्याप्प कान्छो दाइले पनि लगाइदिनु टिका होइन सबैलाई आशीर्वाद दिँदै रमाइलो गर्दै बर्थडेमा यस्तै छ सबैले ट्याक्क टिका लगाइदिउँ होइन छिटो टिका लगाइदिएर हामी रक्कसँगले अनि अब छोरीको पालो सकिन लाग्यो केक सकेछ एउटा केक 2टा केक ल्याएको थियो एउटा केक लगाइदियो बरम हाम्रो बहिनी साथीले पनि टिका लगाइदियो सबैजनालाई अनि हामी ल अब आमाको पालो भन्ने सोचेको गर्दै थियौँ पालो गरेको थियो नि त आमा र छोरीको 2 जनाको बर्थडे थियो नि त र आमा पनि छिटो रेडी हुनु अनि आमा छोरीको सँगै बर्थडे गरिदिने अब भनेर टक्क ल आमा छोरी ल उठ
उठ भनेर अब आमाको पालो गर्ने भनेर ल अब सबैको सकेपछि आमाको पालो सुरु भयो ल अब आमालाई रेडी भएर पोजेर ह्याप्पी बर्थडे टु यु भन्दै मनायो ल सबैजना केक सेक उडायो ड्याम उडाउँदै ह्याप्पी बर्थडे मेरो बर्थडे भनेर मम्मीले सुरुमा टिका लगाइदिनु भयो होइन अब बुहारी हो नि त बुहारीहरूले सुरुमा टिका लगाइदिनु भयो होइन ल केक सेक काट्दै सबैलाई ट्याक्क 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 टिका लाउँदै बसिदिनु भयो जम्दानी सुटीले पनि ट्याक्क टिका लगाइदिनु भयो पहिरो लगाइदिनु भयो मुसा जस्तो पनि अनि सेले भाउजूले सबै निनीहरूले सबैले छिटो टिक्क रातभर सकेको थियो छिटो टिका लगाइदिइहाल्नु भयो होइन रमाइलो गर्दै मजा भएर थियो सबैजनाले बाजुले टिका लगाइदिनु भाउजूले टिका लगाइदिनु भयो सबैलाई आशीर्वाद दिनु अङ्कलले टिका लगाइदिनु भयो आशीर्वाद दिनु सबैजना राम्रो राम्रो काकाले कसैले वरिपरि बसेर सबैजना पालो गर्दै टिका लगाइदिनु भयो आशीर्वाद दिँदै राम्रोसँगले होइन साइनाबाट आउनुभयो कान्छो दाई अनुज दाई सबैजना टिका लगाइदिनु भयो अनुज दाईले पक्का आउँदै हुन्छ बहिनीले टिका लगाइदियो सबैले होइन खै आफ्नो बुढीले आफूले चाहिँ टिका लगाइन कि आऊ मैले यार भिडियो बनाएर जस्तो चाहिँ आफूले भिडियो गर्दा गर्दै आफूले चाहिँ पालाएन कि आऊ सबैले टिका लगाइदिइसकेको छ खै हाम्रो वर्षा दिदी कम फाइनली सबैले टिका सेक लगाएर खाना नास्ता गऱ्यो रमाइलो चिसो खायो अलिअलि त्यस्तै हो सबैजनाले टक्कसँगले बस्यो खायो अनि सबै खानसाना खाएपछि हामी बेलुकाखेरि अब टक्क बहिनीहरूलाई पुरानो जानु पऱ्यो नि त मास्तिर डर लाग्छ र अनि माथि गएको त चोक त सुनसान हो खाइ छैन दुईजनालाई हामी दुईजना मात्रै थियौँ क्या तलतिर हेरेर सुनसान मास्तिर हेरेर सुनसान बर्थडे सकियो आज अब सक्यो दिन पनि गयो बर्थडे पनि सक्यो ल शुभ धन्यवाद हाम्रो बर्थडे सकेकोमा धन्यवाद हेरिदिनु भयो भिडियोहरू पनि धन्यवाद।